हेलो सबैजना, आज चाहिँ म यहाँ उहाँ दुईजना देमाहरूको चाहिँ भिडियो बनाउँदैछु। तपाईहरुले हेरिदिनुहोस् खास। उहाँ देमाहरू चाहिँ यतापट्टि चाहिँ जेठी देमा, उतापट्टि चाहिँ कान्छी देमा। अन्त आज चाहिँ देमा चाहिँ जेठी देमा चाहिँ बिमार हुनुहुन्छ र हामी चाहिँ यहाँनिर जेठी देमा हेर्नु आइराखेको छौँ। अन्त देमासँग देमा चाहिँ बिमार हुनुहुन्छ हो। अन्त चाहिँ हामी यहाँनिर देमालाई भेट्नु आइराखेको छौँ। अन्त यहाँ चाहिँ दिदी बहिनी चाहिँ गफ गर्नु हुँदैछ। हेर्नुहोस् न कति मजाले गफ गर्नु हुँदैछ। कति वर्ष बादमा भेटेर चाहिँ यसरी गफ गर्नु हुँदैछ दुईजनाले चाहिँ हो। अन्त म चाहिँ यहाँ साइडमा बसेर सुनिराखेको छु। अन्त देमाहरू चाहिँ लिम्बू बोल्नु हुँदैछ। त म चाहिँ अलिअलि मात्रै बुझ्छु लिम्बू चाहिँ, अन्त त्यति साह्रो चाहिँ बुझ्दिनँ। तर भए पनि मलाई चाहिँ राम्रो लागेर यहाँनिर दिदी बहिनीको भिडियो बनाउँदै गफहरू सुन्दै बसिराखेको छु। हेर्नुहोस् न कति माया लाग्दो दिदी बहिनीहरू यसरी गफ गर्नु हुँदैछ। जेठी देमा चाहिँ उहाँ हुनुहुन्छ, त कान्छी देमा चाहिँ यता हुनुहुन्छ। कति राम्री राम्री छ है देमाहरू। अनि अब यहाँ चाहिँ दुईजना दिदी बहिनी लिम्बू भाषाबाट गफ गरेको तपाईहरुलाई सुनाउँछु हस्। मुमा हेर्नु त ठुलो मुमा हेर्नु त आया मुमा यहाँ बस्छ युमा त यही बस्छ ना मुमा केम्बाको यम्बगी बुवा बाकी केराङ जुत्ताङ हाय ओ ओ मेरो ट्री मुरी बोकी बाँध्ने चाहिँ सबै छ है। नाइकी छैन अनि अनि सवारी गुम्मेन्छ किमिलो धुबाको चौकी गाइला अबै चुन्केवा त्यहाँ गुन्ने थाप्छनी kita bukti kan orang maybe kene bahini jekro bele kunne thapstong iban chokti ko hakka thama diari oye kya menu ye ni to यहाँ चाहिँ दिदीले बहिनीलाई आशीर्वाद दिनु हुँदैछ है। आशीर्वाद हेर्ने निउले जसबाट राई खै उयो कति जानु छ त्यो हुन्छ दिदी लक्ष्य हस् न दाजु भाउजू गएको अब चाहिँ हामी घर फर्केको। हेर्नुहोस् न देमा कति माया लाग्दो आउनु हुँदैछ। दिदी बहिनी छुट्टिँदाखेरि कति माया लाग्यो। हाम्रो पनि घरमा नानाहरू आउँदाखेरि घर फर्किँदा कति माया लाग्छ। आज पनि मलाई त्यस्तै फिल भयो देमाहरू छुट्टिँदाखेरि हो। अन्त चाहिँ हेर्नुहोस् न कति माया लाग्दो आउनु हुँदैछ देमा पनि बिमार हुनुहुन्छ। देमाको पनि खुट्टा दुख्नुहुन्छ र त्यति राम्रो हिँड्नु सक्नुहुन्न हो। अन्त नानाले मजाले पछाडि गाइड गर्दै लिनु हुँदैछ। अन्त चाहिँ रोडदेखि चाहिँ मुनि रहेछ, फेरि बाटो पुरा अप्ठ्यारो हो। अन्त हामी रोड पनि आइपुग्यौँ। बाई बाई सबैजनालाई।